वेलकम टु अनदर एपिसोड अफ रुजनको ब्लग। आज चाहिँ म 0 किलोमिटरमा स्पेशल गेस्टहरू आउनु भएको भएर आएको छु होइन। मेबी यु गाइज अल्सो नो हु इज आवर स्पेशल गेस्ट, तर थाहा छैन भने पुरै भिडियो हेर्नु होला है त। गेस्टहरू पनि आइपुग्नु भयो र भाइ बहिनीले स्वागत गर्दै खाना सर्भ गर्नुभयो। म चाहिँ अब बच्चैदेखि जसको गीत सुन्दै हुर्केको, उहाँहरू नै आँखा अगाडि देख्दा जति एक्सट्रोभर्ट भए पनि बोली निस्किरहेको थिएन र एकछिन हिम्मत गरेर फुड रिभ्यू दिन चाहिँ मैले भने। सर हजुरलाई कस्तो लाग्यो जिरोको खाना? एकदम मिठो छ, दामी, एकदम फुड टेस्टी छ। हजुर थ्याङ्क यू, यस्तो मिठो खाना खुवाइदिनु भएकोमा तपाईँहरूलाई थ्याङ्क यू सो मच। थ्याङ्क यू। यहाँ हजुरहरूको फिडब्याक? एकदम दामी, ओके तपाईँ खाइयो, एकदम सोल्डी, हाउ वाज द फुड? दामी। यति हम्बल बोली सुनेर बल्ल बोल्ने हिम्मत आयो र फोटोहरू खिचेर हामी उतै कन्सर्टतिर आउँछौँ भनेर उहाँहरूलाई बिदाई गरियो। उहाँहरू निस्किनु भएपछि हामी वेटिङमा थियौँ उजन साख्या इमोर्स टिमको, तर कति बेला आउनुहुन्छ फिक्स थिएन र म त यतिकै बसिरहेको थिएँ, आइपुग्नु भइरहेको। अब म के गर्ने एकछिन होइन। अनि उहाँहरू आउनुभयो अनि म भिडियो खिच्न अलिक अक्वर्ड लाग्यो, किनभने सिधै आउनु भएको छ, अब भिडियो खिचेर बस्नु भएन नि त। सो मैले चाहिँ खानाहरू सर्भ गर्न र उहाँहरूको अर्डरहरू हेर्नलाई चाहिँ हेल्प गरेँ। अनि आफ्टर द्याट खाना खाइसक्नु भएपछि चाहिँ उहाँहरूले हेर्नुबाट आइपुग्यो, उहाँलाई भिडियो बनाउनु भयो। त्यो भइसकेपछि आफ्टर द्याट चाहिँ मैले रेस्टुरेन्ट कस्तो लाग्यो भनेर सोधेँ। एक्सक्युज मी, हाउ वाज द फुड? या इट वाज गुड दा, एकदम मिठो लाग्यो आजको थकाली। हाम्रो 0 KM एटौडा। फुड रिभ्यूको क्लिप्स र फोटो खिचिसकेपछि कन्सर्टमै भेट्ने बाचा गर्दै उहाँहरूलाई पनि बिदाई गरेँ। अब कन्सर्टको पार्ट चाहिँ पार्ट 2 मा है त। फलो फर मोर।